2072 साल वैशाख 12 गतेको भूकम्प, 2076 साल कोभिड-19 को प्रकोप र हालसालै 2082 साल भदौ महिनाको जेन्जी प्रोटेस्ट। यी दिनका घटनाहरूले त्यति मिठो सम्झना नबोके तापनि एउटा पाठ भने चाहिँ हामी सबैलाई सिकाएको छ, र त्यो चाहिँ के भन्दा यो संसारमा कुनै पनि थोक स्थिर रहँदैन। ती दिनका घटनाहरूबाट हामीले थाहा गर्न सक्यौँ कि हामीलाई भर परेको हाम्रो धन सम्पत्ति, ज्ञान, बुद्धि, शक्ति, सामर्थ्य, हाम्रो सिद्धान्तहरू, हामीलाई भर परेका मानिसहरू, केही कुरा पनि सधैँको लागि रहिरहँदैन। तर यो उराट लाग्दो वास्तविकताको साथसाथै एउटा आशा लाग्दो सत्यता चाहिँ के छ भन्दाखेरि भलै संसारमा सबै थोक स्थिर रहि नरहला, तर परमेश्वर चाहिँ स्थिर हुनुहुन्छ। मानिस हामी बदलन्छौँ, हाम्रो परिस्थितिहरू बदलन्छन्, हाम्रो अवस्थाहरू बदलन्छन्, इभन हाम्रो योजनाहरू बदलन्छन्, हाम्रो भावनाहरू बदलन्छन्, तर परमेश्वर चाहिँ कहिले पनि बदलनुहुन्न। र परमेश्वरको यही डिभाइन नेचर, उहाँको यो अलौकिक चरित्रको कारणले गर्दा नै हामी उहाँमा ढुक्क हुन सक्छौँ। हाम्रो भविष्यलाई लिएर, हाम्रो परिस्थितिहरूलाई लिएर, हाम्रो अवस्थाहरूलाई लिएर हामी उहाँमा ढुक्क हुन सक्छौँ, किनकि उहाँ पुस्तौँदेखि पुस्तौँसम्म एकै समान रहिरहनुहुने परमेश्वर हुनुहुन्छ। उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले मूसालाई डोहोऱ्याउनु भयो, जसले दानियललाई सुरक्षा दिनुभयो, जसले दाउदलाई त्यो शक्ति र सामर्थ्य दिनुभयो, र त्यही अपरिवर्तनशील परमेश्वर आज तपाईँ र मेरो जीवनमा उहाँ काम गर्नुहुन्छ।